हेलो एभ्रिवान, मेरो मिनी ब्लगमा सबैलाई स्वागत छ। आज चाहिँ हामी यहाँ साकेलामा आएको छु। साकेला भन्दा चाहिँ राईहरूको पूजा हुन्छ है, साकेला। सो हामी पनि यहाँनिर फ्यामिली चाहिँ आएको छु मिरिकमा। यहाँ चाहिँ मिरिक ग्राउन्डमा हुँदैछ है। अन्त यहाँनिर हेर्नुहोस् है, र सम्पूर्ण उपस्थित हाम्रा टोल ढुङ्गाबाट युवाहरूलाई प्रतिनिधित्व गरेर आउनुहुने युवाहरूलाई यस खेल मैदानमा नै, यस खेल मैदान परिसरमा नै एकत्रित भएर अनुशासित भएर शिष्टतापूर्वक बसिदिने पनि हामी यहाँबाट तपाईँहरूलाई हार्दिक अनुरोध टक्राउँछौँ। यहाँ चाहिँ तपाईँहरूले पनि देखिसक्नुभयो होला है राईहरूको पूजा कसरी हुन्छ। अन्त यहाँ हेर्नुहोस् त, यहाँ चाहिँ पारुहाङ र सुम्नीमा चाहिँ राईहरूको देवी देवता हुनुहुन्छ, भगवान हुनुहुन्छ। उहाँलाई नै आजको दिनमा पूजा गरिन्छ कि धान फसल राम्ररी होस् भनेर है। अन्त यहाँनिर बेगहरू हेर्नुहोस् त, यहाँ चाहिँ राईहरूले है यसरी साइडमा टक्क यो बेग चाहिँ यसरी साइडमा झुन्डाउनुहुन्छ। अनि यहाँनिर हेर्नु न, यहाँ लस्करै दोकान लागेको छ है। यहाँनिर चाहिँ एकदम भेराइटिज सुँगुरको मासुदेखिको लिएर है भैँसीको मासु, अन्तखेरि के भन्छ त्यो प्रसाद बनाएको हुन्छ है, त्यो सरी मैले नाम अहिले टक्क भन्नु सकिनँ है। अन्त यहाँ चाहिँ यहाँ मेरो साथीले चाहिँ यहाँ खाँदैछ है। अन्त यसको नामै भन्नु आएन मलाई चाहिँ, ला है मैले चाहिँ बिर्सेँ। अन्त यहाँनिर चाहिँ हेर्नुहोस् यहाँ चिन्डो अरे यो चाहिँ है। अन्त चिन्डो पनि भन्दो रहेछ यसलाई चाहिँ है। अन्त अर्को पनि के नाम छ यसको चाहिँ, यहाँ चाहिँ पूजा गर्छ यसको पनि है। अन्त यहाँनिर सबैले फोटो खिच्दै थियो। अन्त के रहेछ भनेर म पनि गएको। त यहाँ त हेर्नुहोस् त, यी सुँगुरलाई चाहिँ यसरी टाउको चाहिँ यसरी राखेको हुँदो रहेछ है। अन्त पूजा गर्नु पर्दो रहेछ। अन्त माथि चाहिँ कुखुराहरू पनि छ हेर्नुहोस् है। यहाँ चाहिँ सुँगुरहरूलाई यसरी राखेर चाहिँ पूजा गर्दो रहेछ। राईहरूको चाहिँ यसरी पूजा हुँदो रहेछ है। सो तपाईँहरूले पनि देख्नुभयो है राईहरूको चाहिँ कसरी पूजा हुँदो रहेछ भनेर। अन्त हेर्नुहोस् त यहाँ यसरी राखिएको छ सुँगुरहरू चाहिँ है। अन्त आफ्नो आफ्नो धर्मको आफ्नो आफ्नो रीतिरिवाज हुन्छ है, आफ्नो आफ्नो अनुसारै पूजा हुन्छ नि त है। अनि हेर्नुहोस् है यहाँनिर चाहिँ पूजा हुँदैछ। यो चाहिँ मिरिक ग्राउन्डमा भएको हो है। यो चाहिँ साकेला उभौली भन्दै रहेछ यो पूजालाई चाहिँ है। यो चाहिँ अब यो धान लगाउने समय जुन चाहिँ हुन्छ त्यो समयमा चाहिँ यो पूजा चाहिँ लगाउँदो रहेछ है। अन्त यहाँनिर हेर्नुहोस् है, यहाँनिर चाहिँ म तपाईँहरूलाई यहाँ जुम गरेर देखाउँदैछु है। यहाँनिर चाहिँ हेर्नुहोस् है, 3टा ढुङ्गा छ है। अन्त यहाँ ढुङ्गालाई पनि यसरी पूजा गर्छ है। अन्त यहाँ 3टा ढुङ्गा छ होइन, त्यो ढुङ्गालाई पनि पूजा गर्नुपर्छ। राईहरूले चाहिँ है प्राकृतिकमा विश्वास गर्छ नि त उहाँहरूले चाहिँ है। अन्त यहाँनिर ढुङ्गाको पनि पूजा हुँदैछ है। अन्त यहाँ हेर्नुहोस् है, यहाँ है सबैले आफ्नो ट्रेडिसनल ड्रेसमा आएको छ है सबैजना है। यहाँ चाहिँ झाँक्रीहरू, राईहरूको झाँक्रीहरू है। अन्त हेर्नुहोस् है यस्तो हुन्छ है ड्रेसहरू राईहरूको चाहिँ। सो तपाईलाई कस्तो लाग्यो यो मेरो मिनी ब्लग?
हात उठाएर जय किरात जय किरात जय किरात जय किरात जय किरात यहाँ चाहिँ मेरो छोरी ताया चाहिँ है मजाले खेल्दैछ यहाँ ग्राउन्ड ठुलो भएर अन्त उसलाई चाहिँ दुईवटा बेलुन चाहियो अरे हो अन्त ऊ चाहिँ एक ठाउँ बस्दैन कुदे हो दिनभरि कुदेर चाहिँ हामीलाई पनि यहाँ थकाइसक्यो उसले चाहिँ है अन्त मलाई पनि अब त्यति यो कल्चरको बारेमा त्यति थाहा छैन तर मैले एउटा सानो मिनी ब्लगमा चाहिँ तपाईँहरूलाई पनि देखाएँ है अन्त मेरो पनि हस्बेन्ड राई हुनुहुन्छ नि त त्यही भएर अन्तखेरि म पनि अलिअलि सिक्दैछु बुझ्दैछु है अन्त केही गल्ती भयो भने माफी पाऊँ होला है अन्त अघिको त्यो मैले जुन चाहिँ त्यो खाना देखाएको थिएँ तपाईँलाई त्यो चावलमा चिकन हालेर पनि बनाउँछ अर्को चाहिँ सुँगुरको मासु पनि हालेर बनाउँछ त्यसलाई चाहिँ के भन्छ तपाईँले त्यो मलाई कमेन्टमा मलाई भनिदिनुहोस् होला अन्त यहाँ हेर्नुहोस् न यहाँ चाहिँ राईहरूको ड्रेस है यस्तो हुन्छ है एकदमै मजाको एकदमै राम्री बहिनीहरू रहेछ नि त यहाँ मैले फोटोहरू पनि मैले चाहिँ फोटोभन्दा पनि उहाँको भिडियोहरू लिएँ है अन्त राईको ड्रेस यस्तो हुन्छ भनेर तपाईँहरूलाई पनि मैले देखाएको नि त है अन्त मेरोमा पनि प्रपर ड्रेस छैन यस्तो है राईहरूको जुन चाहिँ छ तर नेक्स्टमा चाहिँ अब जहिले पनि पूजा हुन्छ म चाहिँ प्रपर ड्रेस लाएर जान्छु है अहिले चाहिँ मेरोमा छैन सो हेर्नुहोस् न यहाँनिर देख्नु हुँदैछ केटाहरूको चाहिँ यस्तो हुन्छ है टक्क साइडमा बेग पनि भिडिरहेको छ यता है टाउकोमा यसरी फेटा बाँधेको अन्त राईहरूको ड्रेस है दामी हुँदो रहेछ मलाई पनि पुरा मन पर्यो अन्त मेरोमा चाहिँ प्रपर ड्रेस छैन अन्त यहाँ मुनि अर्कै लगाइरहेको छु मैले ढाकाको है यो त राईको ड्रेस होइन माथिको चाहिँ हो अन्त नेक्स्टमा चाहिँ म पनि मजाले बनाएर चाहिँ लगाउँछु सो आजको ब्लग चाहिँ यति नै तपाईँलाई कस्तो लाग्यो कमेन्ट गरिदिनुहोस् होला यता चाहिँ मेरो हस्बेन्ड यहाँ पापा हुनुहुन्छ यता मेरो छोरी यता मम्मी यता चाहिँ भाइ है सबैलाई बाई बाई जति पनि क्षेत्रहरूबाट